हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल पब्लिक मिडिया हाउस। आज चाहिँ हामी चटपटे बनाउनु गइरहेका छौँ। जमोटोले अङ्कल बस्नुभएको छ, हाई भनिदिनुहोस् त। ल, यहाँ हाम्रो केटाहरू लाइभदेखि पनि चटपटे खानको लागि उपस्थित भइसकेका छन् भने यतापट्टि हाम्रो कमल सर हुनुहुन्छ अनि यहाँ चाहिँ हाम्रो जगतजी यहाँ ट्याक्क सेटिङतिर हो कि यहाँ चाहिँ ट्याक्क उहाँ चाहिँ के गर्दै हुनुहुन्छ भने चाहिँ धेरै लगानी लगाएर चाहिँ उहाँ त्यहाँतिर बिजी हुनुहुन्छ। अनि यसमा चाहिँ ट्याक्क यहाँ कलर छ हाम्रो चटपटेमा हाल्नको लागि। यहाँ चाहिँ यसमा के छ, यसमा नुन रहेछ अनि ट्याक्क यसमा चाहिँ हाम्रो बन्दा छ है। यो चाहिँ हाम्रो लोकल काँक्रो हो है। लोकल काँक्रो चाहिँ ट्याक्क काट्दै हुनुहुन्छ अङ्कलले। यहाँ हेर्न सक्नुहुन्छ गाइज, विशेष भनेको चाहिँ यहाँ पुरै के छ, भुजा छन्, त्यसपछि चाउचाउ छ। यो चाहिँ बिस्कुट चाहिँ यो पिरो भयो भने ट्याक्क खानुपर्छ हामीले पछि लास्ट अन्तिममा। यी भुजाहरू हेर्न सक्नुहुन्छ। ट्याक्क मिनी ब्लक बनाउने तयारीमा छौँ भन्दा पनि हामी बनाइसकेका छौँ। यहाँ चाहिँ अहिले हामी सपोर्ट मान्छौँ भने अनि यहाँ ग्रुपमा जोडिसक्नु भएको छ। लाइभ पनि हुँदैछ हाम्रो केटाहरू ट्याक्क अनलाइनदेखि पनि सहभागी भएर हामीलाई साथ र सपोर्ट गरिरहेका छन्। ल, अब चाहिँ हामी यहाँ ट्याक्क काँक्रा काटेर चाहिँ अब हामी चटपटे बनाउनतिर लाग्दैछौँ। उहाँ अङ्कल चाहिँ ट्याक्क लाएर चाउचाउ फुटाउँदै यसमा ट्याक्क राख्दै हुनुहुन्छ। यहाँ चाहिँ कमलले पनि ट्याक्क चाउचाउ फुटाउँदैछ। हाम्रो चाहिँ यो चटपटेको प्रो चटपटे प्रो हो, त्यही भएर खतरा बनाउँछ यसले चाहिँ। जेसोस गरेर यसले चाहिँ चटपटे बनाउँछ। हामी चाहिँ यता ट्याक्क, उहाँ चाहिँ अङ्कल चाहिँ ट्याक्क हुन्छ होइन भने अङ्कलले, उहाँ अङ्कलले चाहिँ ल हेर्नुहोस् है गाई, चटपटे ट्याक्क यसमा चाहिँ हामीले काँक्रा, त्यसपछि भुजा, अनि त्यसपछि चाउचाउ, अनि भुजा नहाल्के अनि उहाँले अङ्कलले चाहिँ ट्याक्क दालमोट हाल्दै हुनुहुन्छ। हेर्न यस्तै छ हेर्नुहोस् गाउँतिरको जिन्दगी। ट्याक्क हामी गाउँमा भएको केटाहरू पनि लगभग यति आउँला होइन। ल, सबै मिक्स गर्दै हुनुहुन्छ हाम्रो कमलजीले। ट्याक्क हेर्न सक्नुहुन्छ। ट्याक्क नुन, त्यसपछि यहाँनिर यसमा कलर छ, ट्याक्क कलर है, गोबी है, बन्दा, त्यसपछि यहाँ चाहिँ खुर्सानी रहेको छ। सरी, यो चाहिँ नुन, राउन्ड मिक्स गर्न ल्याउने तिम्रो कलर। ट्याक्क कलर हाल्दै हुनुहुन्छ। ट्याक्क लाएर रातो बनाएर खाने हो। उहाँले जान्नु भएन क्या, प्रो ल्याएर पनि काम भएन जस्तो लाग्यो। मोबाइल मात्रै राख्नु भयो। ल, कलर चाहिँ दिइसकेको छ हाम्रो चटपटेले। अबको 1-2 वर्षपछि उहाँ सुर्खेततिर गयो भने ट्याक्क चटपटे भइया भन्नुहुन्छ। गाउँको प्रो नि त हैन, अनि सुर्खेतमा पनि प्रो भन्नुभयो त।
क्रिकेटतिर ट्याक्क चटपटे आयो चटपटे भन्ने हुनुपर्छ। म खालि 1.5 रुपियाँ उठ्यो 4 जना नै बल्ल क्लब ब्याच हेर्नुहोस्। फाइनल्ली रेडी फाइनली हामी खानको लागि चाहिँ रेडी छौँ। ल स्टार्ट ल तल भुइँतिर बस्छौँ काबु। हो न बस न ट्याक्क पानी बनाए ल ट्याक्क बाडेर हैन ल दामी छ चटपट दामी ल कस्तो छ चटपटीलाई भन्न चटपटी कस्तो छ? दामी छ दामी तपाईँहरू पनि खाने भएपछि आइजानुहोस् हैन हाम्रो प्रोले बनाएको कमल चटपटे बस्छ चटपटेको नाम हो नि चटपटेको नाम मान्छे बजेन लाग्थ्यो यार बजेन यहाँ हेर्न सक्नुहुन्छ गाइज अबदेखि खाँदैन चटपटे नखाने भने मान्छेले चटपटे खाइरहेको धजा वर्गलाई छुटिहाल बुझि नै नत्र बिग्रिन्छ होइन। बिहान खाँदैन भने सन्यास लिने फेरि अहिले खाएपछि खतम हुन्छ त कि त मन्दिर नधाया हुने चाहिँ एउटा कुरा कारवाही बढी त बाबु अब सबभन्दा बढी पनि यसले खाएको यार यो सबभन्दा बढी यसले खाएको खाँदैन छोडेको अरे हामी म खाँदैन भाइ ऊ खाँदैन देखाउँदा ऊ खाँदैन 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 है खाएन अहिले किन चटपटे छोडा आमासँग चाउचाउ छोड्या 2 दिन भएछ भाइ चाउचाउ छोडेकै हुन्न अघि चाउचाउ छोड्या पर झन् 3 चाउचाउ चाहिँ पर गेलो दिया खाएन भने खाँदैन मरिएन पर्गति गरिस् केटा त्यसका चाउचाउ खायो लगाइ चाहिँ एकदमै पिरो भइसक्यो आजको ब्लग यही समाप्त हुन्छ खाइरहेको नखाने मान्छेले खाइरहेको सन्यास लिया मान्छेले खायो सन्यास मन्दिरमा गएर बाचा खाएको मान्छे हेर्नु चाउचाउ नखाने भनेर आज जे भयो भयो आज जे खायो भयो भोलि पनि खाइन्छ अनि त्यो साँच्चै हुनु धजा वर्गलाई लिन छुटिहाल मन्दिरमा त्यति सन्यास लिएको काम हुन्न नभए ल गाइस मिनिमिट राखेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। सन्यासीलाई फेरि भोलि हामी लिएर आउनेछौँ।